नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी20 श्रृङ्खलामा एक खेल अगावै विजयी भएको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गैराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई 90 रनको फराकिलो अन्तरले पराजित गर्दै यो श्रृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो। यससँगै टोलीले आज अन्तिम खेल खेल्दैछ। अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्वीप गर्नुहुनेछ। दुई पटकको टी20 विश्वकप च्याम्पियन टोली विरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रिनेछ। खेल युएई को शारजाह क्रिकेट रङ्गशालामा राति 8:15 बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा 19 रनको जित निकाल्दै पूर्ण टेस्ट टोली विरुद्ध ऐतिहासिक जित प्राप्त गरेको थियो। गैराती दोस्रो खेलमा वेस्ट इन्डिजलाई 83 रनमा अल आउट गर्दा नेपालले 90 रनको फराकिलो जित दर्ता गरेको थियो। नेपालले दिएको 174 रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज 83 रनमा अल आउट भएको हो। वेस्ट इन्डिज 17.8